हजुरहरू चाहिँ जापान आउन चाहनुहुन्छ भनेपछि चाहिँ हजुरले चाहिँ 1 नम्बरमा सिक्नुपर्ने कुरा के हो त? आजको भिडियोमा चाहिँ म त्यो कुरा प्रश्न पारिरहेको छु। आउने सोच बनाउनु भएको छ भने एकदम राम्रो हो, तर जापान आउनुभन्दा अगाडि हजुरले जान्नै पर्ने कुरा के हो त? के कुरा हजुरले जानेर आउँदा एकदम राम्रो हुन्छ? जापान आएर दुःख पाउन चाहनुहुन्न भने चाहिँ हजुरले चाहिँ कुन कुरा सिकेर आउने त? के गर्ने त भन्ने विषयमा आजको भिडियो बनाउँदैछु। सो भिडियो स्किप नगरी लास्टसम्म हेरिदिनु होला है त। हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो युट्युब च्यानल हो। मैले चाहिँ भर्खरै स्टार्ट गरेको। सबैजनाले चाहिँ सपोर्ट गरेर सब्सक्राइब गरिदिनु होला र मेरो भिडियो पनि हेरिदिनु होला है त। म चाहिँ जापानमा बस्छु, त्यही भएर चाहिँ म जापानसँग सम्बन्धित भिडियोहरू चाहिँ यो युट्युब च्यानलमा पोस्ट गर्नेछु। आज चाहिँ म कुन विषयमा कुरा गर्दैछु भनेपछि हजुरहरूलाई खुल्दुली लागेको होला। आजको विषय चाहिँ हाइलाइट हेरेर थाहा पाइसक्नु भएको होला हजुरहरूले चाहिँ म कुन विषयमा कुरा गर्दैछु भनेर। सो अब भिडियो सुरु गरौँ है त। चाहिँ केमा गर्नुपर्छ त? जापान आउनुभन्दा अगाडि हजुरले फोकस गर्नुपर्ने कुरा के हो? कुन विषयमा फोकस गर्ने? त्यो विषयमा कुरा गर्दैछु। त्यो विषय भनेको 1 नम्बरमा चाहिँ जापानिज भाषा। हजुर कुनै पनि कन्ट्रीमा जानुहुन्छ भने चाहिँ त्यो कन्ट्रीको भाषा चाहिँ हजुरले सिक्नुपर्ने हुन्छ। त्यो कन्ट्रीको भाषामा चाहिँ हजुरले चाहिँ पास गर्नुपर्ने हुन्छ। पास गर्नु मात्र ठुलो कुरा होइन, इन्टरभ्यू पास गरेर त जापान आउनुहुन्छ, तर जापान आएर पनि हजुरहरूलाई कति गाह्रो हुन्छ त भाषा नआउँदा। त्यसैले चाहिँ हजुरहरू चाहिँ नेपालबाट नै भाषा पढेर आउनु होला। स्टुडेन्टहरूले त नेपालबाट भाषा अलिअलि पढेर आउनुहुन्छ, इन्टरभ्यू दिनुहुन्छ, पास हुनुहुन्छ, गएको जानुहुन्छ, गएकोबाट चाहिँ हजुरहरूले चाहिँ धेरै कुरा सिक्न सक्नुहुन्छ। तर जो डिपेन्डेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ नेपालबाट आयो, न भाषा चाहिन्छ न के चाहिन्छ, जापान आयो, जापान आएपछि पनि आफू पढिँदैन, किनकि अब चिने जानेको मान्छेले काम लगाइदिनुहुन्छ। त्यसपछि काम गर्यो, घर आयो, खायो, सुत्यो, काम गर्यो, घर आयो, खायो, सुत्यो, यत्तिकै दिनचर्या चल्छ कि। सेम मेरो पनि त्यही चलिरहेको छ, त्यही चलिरहेको थियो। त्यही भएर चाहिँ मैले चाहिँ अहिले अनुभव गरिरहेको छु भाषा कतिको इम्पोर्टेन्ट छ त, जापानमा भाषा कतिको इम्पोर्टेन्ट छ भन्ने कुरा मैले अहिले फिल गरिरहेको छु। त्यसैले हजुरहरू यदि भाषा पढेर आउनुभयो भने चाहिँ हजुरलाई कसैको अगाडि झुक्नु पनि पर्दैन, कामको लागि पनि झुक्नु पर्दैन, कुनै कुराको लागि पनि झुक्नु पर्दैन। स्टुडेन्टहरूले त बिस्तारै गरेर भाषा पढ्नुहुन्छ, भाषा फोकस गर्नुहुन्छ र 1-2 वर्षमा उहाँहरू त कम्प्लिट एकदम ट्यालेन्ट भइहाल्नुहुन्छ के। तर हामी डिपेन्डेन्टहरू भनेको चाहिँ फर्स्ट लेभलदेखि नै हामीले भाषा पढेको हुँदैनौँ। नेपालबाट आएदेखि नै हामीले भाषा पढेको हुँदैनौँ, यहाँ आएर पनि मेहनत गर्दैनौँ। होइन, मैले सबैलाई भन्न खोजेको होइन, गर्नेले त गरेको पनि हुन्छ, तर हामी नगर्नेहरूको लागि कुरा गर्दैछु मैले चाहिँ। जस्तो म जस्तो को हुनुहुन्छ त जो भाषा पनि पढ्नु भएको छैन र हजुर अब 2-3 वर्ष भइहाल्यो जापान आएको, त्यही पनि अहिलेसम्म राम्रोसँग जापानिज भाषा बोल्न पनि आउँदैन र कतै जाँदा पनि कति सोच्नुपर्छ के, कतै जाँदा पनि कति सोच्नुपर्छ कि अब के गर्ने, कसो गर्ने, कहाँनिर के बोल्ने, कहाँनिर के भन्ने। स्पेसली हामी डिपेन्डेन्टहरूले बच्चा पाइसकेपछि त झन् गाह्रो के। प्रेग्नेन्सीको प्रत्येक जर्नीमा जतिचोटि हस्पिटल जाने श्रीमानलाई सँगै डोर्याएर लैजानुपर्छ भन्नुभन्दा पनि श्रीमानले हामीलाई डोर्याएर लगिदिनुपर्छ। त्यसपछि चाहिँ बच्चा भइसकेपछि बच्चालाई कति हस्पिटल लग्नुपर्छ, कति चेक गर्नुपर्छ, कति के गर्नुपर्छ, त्यतिखेर अलग प्रब्लम। बुढोले नै बिदा लिनु पर्यो, श्रीमानले बिदा नलिएपछि नहुने, हामीले नसक्ने। अर्को कुरा फेरि बेबीको होइकोइन हालिसकेपछि होइकोइनमा पनि अनेक भाषा हुन्छ, अनेक कुरा हुन्छ। हामीले भाषा नसिक्यो भने चाहिँ एकदम प्रब्लम हुँदो रहेछ। मैले चाहिँ बल्ल फिल गरिरहेको छु। फिल हुँदा पनि अझै पनि मैले पढिरहेको छैन के। यस्तो हामी डिपेन्डेन्टहरू चाहिँ यस्तो दिमागमा के हुन्छ खै, डिपेन्डेन्ट भनेपछि अरूमा निर्भर रहने, हर कुरामा चाहिँ डिपेन्डेन्ट हुने, हस्बेन्डमा डिपेन्डेन्ट हुने हर कुरामा। तर सबै म जस्तो हुँदैन, किनकि अरूले चाहिँ पढेको पनि हुन्छ। त्यसैले अब चाहिँ म पनि मेहनत गर्ने सोचिरहेको छु र पढ्छु, म पनि राम्रोसँग भाषा बनाउँछु। मेन चाहिँ अब नेपालबाट जापान आउनुभयो, हजुरहरूले चाहिँ भाषा बनाउनु भएको छैन भने चाहिँ सुरुमा त अरूहरूले काम लगाइदिन्छन्। अब त्यो काम सधैँ नै चलिरहेको छ भन्ने हुँदैन नि त। त्यो काममा केही कुरा चित्त नबुझ्ला, केही होला, कस्तो होला, त्यो काम छोडेर अर्को काम खोज्नु पर्यो, फेरि कसलाई गएर भन्ने, काम लगाइदिनु। त्यसैले हजुरहरूले चाहिँ भाषा पढेर आउनु होला। जो स्टुडेन्ट डिपेन्डेन्ट जेमा पनि आउन चाहनुहुन्छ, भाषा चाहिँ नेपालबाट जापान आउन चाहँदै हुनुहुन्छ भने चाहिँ हजुरले चाहिँ मेन फोकस चाहिँ भाषालाई गर्नु होला। जापानिज भाषा जापानमा यति इम्पोर्टेन्ट छ कि कुरै छोडिदिनुहोस्। सुरुमा जापान आउँदा त हजुरलाई कसैले काम लगाइदिएला, तर सधैँ चाहिँ हजुरले अरूलाई ढोकिराख्नु पर्दैन। सधैँ काम गर्नुको लागि चाहिँ हजुरलाई चाहिन्छ जापानिज भाषा। त्यसैले चाहिँ हजुरहरूले चाहिँ नेपालबाट नै अलि आफ्नो जग बलियो बनाएर आउनु होला र हजुरलाई चाहिँ यहाँ आइसकेपछि यहाँको वातावरणमा घुलमिल हुन चाहिँ एकदम सहज र सजिलो हुनेछ। हजुरहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ, नयाँ त नयाँ हुनुहुन्छ होला, किनकि मैले चाहिँ भिडियो भर्खरै हालेको हो। मैले चाहिँ यो मेरो भिडियो नै फर्स्ट हो, त्यही भएर चाहिँ हजुरहरू सबै
स्टुडेन्टहरूलाई चाहिँ मेरो कुरा के हो भने धौ हुन्छ कलेजको फी जुटाउन पनि, त्यसैले हजुरहरू नआत्तिनुहोस्, बिस्तारै मेहनत गर्नुहोस्। हजुरले नआत्तिकन आफ्नो मेहनत गर्यो भने आफ्नो लक्ष्य पुरा गर्न सक्नुहुन्छ। हजुरले चाहिँ मेन फोकस चाहिँ आफ्नो लक्ष्यमा गर्नुहोस्। हजुरले चाहिँ म जापान गएर के गर्ने, कस्तो गर्ने भनेर अगाडि नै नेपालबाट नै आफ्नो मेन्टेलिटीलाई चाहिँ क्लियर गरेर आउनुहोस् के, एकदम बलियो बनाएर। जापान होइन, अब कुनै पनि देश जानु नराम्रो होइन, किनकि आफ्नो परिस्थितिले भ्याए अनुसार, आफ्नो क्षमताले भ्याए अनुसार, आफ्नो परिस्थिति अनुसार, आफ्नो सबै कुरा मिलाएर आफूलाई जुन कन्ट्री सजिलो लाग्छ, जुन कन्ट्री सही लाग्छ, हजुरहरूले त्यो कन्ट्री जान सक्नुहुन्छ। र म चाहिँ जापानमा भएकोले चाहिँ म चाहिँ जापान सम्बन्धी नै कुरा गर्दैछु। हजुरहरूलाई चाहिँ अझै जापान सम्बन्धी कुनै कुरा जान्न मन लागेको छ, कुन विषयमा भिडियो बनाए हुन्थ्यो जस्तो लागेको छ भने चाहिँ मेरो कमेन्टमा बक्समा गएर कमेन्ट गर्नुहोला। म चाहिँ युट्युबमा नयाँ हो, मैले चाहिँ भर्खरै युट्युब च्यानल खोलेको हो। मेरो चाहिँ युट्युबमा कुनै पनि मिस्टेक, कुनै गल्ती, मैले नजानेको नबुझेको कुरा छ भने चाहिँ हजुरहरूले चाहिँ मेरो कमी कमजोरीलाई कमेन्टमा आएर चाहिँ कमेन्ट गरिदिनु होला र म अर्को भिडियोमा चाहिँ आफ्नो कमी कमजोरी सच्याएर आउनेछु।